सो फाइनल्ली गाइज हामी आएका छौँ मानमा बाँके र बर्दियाको सिमानामा। उहाँ मेरो मम्मी हुनुहुन्छ र यता खोला रहेको छ हरियो वन नेपालको धन है गाइजहरू। हरियो छ वरिपरिको दृश्य हजुरले हेर्न सक्नुहुन्छ। 10 बजीको गाडी पनि हरक बन्न लाग्यो। गाडी आउँछ होला जस्तो लागेको छ। अब मम्मी गाडीमा जानुहुन्छ, अगाडि रोकिनु भएको छ। गाइजहरू हेर्न सक्नुहुन्छ। यस्तो छ कि खोला सुक्न लागेछ, बर्खामा फेरि माथिसम्म पानी आउँछ। यहाँको दृश्य यस्तै छ है गाइजहरू। अब गाडी पनि आउनु लाग्यो, हेर्न सक्नुहुन्छ। 10 बजीको गाडी हो यो। यहाँदेखि रिमझिमसम्म गाडीमा जानुहुन्छ, अनि फेरि उताबाट अटोमा भएर एक गाउँ जानुहुन्छ है गाइजहरू भन्न चाहन्छु। हेर्न सक्नुहुन्छ। म त साइकलमा हो, साइकलमा जान्छु म। मम्मी जानुभयो। वरिपरिको दृश्य हेर्न सक्नुहुन्छ है गाइजहरू। मेरो मोबाइलको क्वालिटी राम्रो नराम्रो भए पनि त्यस्तो क्वालिटी त आउन्न मेरो। ओप्पो मोबाइल हो है गाइजहरू। हेर्न सक्नुहुन्छ वरिपरिको दृश्य। अब जान्छु अब म यता बर्दिया है गाइजहरू। हेर्न सक्नुहुन्छ। पौडी खेल्ने ठाउँ त्यहाँ हो है गाइजहरू। हाम्रो अनि उता पनि खेलिन्थ्यो, त्यस्तो खेलिन्न, त्यता गहिरो छैन है। यता बर्दिया अनि यता बाँके। ल अब सुरु गरौँ न त, अब जाउँ। अब साइकलमा छु है म त गाइजहरू। यहाँ यस्तो ओह्रालो छ नि, बब्बा लाग्छ कि पाहाडतिर यस्तै मजा आउँछ। रोडको हेर्नु न यता, अब पाइकालाई हान्नु पर्दैन, आरामले चल्छ गाइजहरू। हेर्न सक्नुहुन्छ। अब पाइकालाई हान्छु अब म। यहाँदेखि हानेन भने पछि हान्नै पर्छ, त्यस कारणले गर्दा अगाडि हान्नुपर्छ। यो जान्छ फारम है गाइजहरू। फारम भैँसी फारम, बाख्रा फारम, गाई फारम है। यहाँ कार्यालय रहेको छ अगाडि, यसको अगाडि है गाइजहरू। यहाँ हेर्न सक्नुहुन्छ कार्यालय। त्यो त प्रति साल हो कि प्रति के भन्छन् त्यो थाहा भएन। यो कार्यालय रहेको छ है गाइजहरू। अनि हामी गाउँघाट आइपुग्यौँ फाइनल्ली गाइज। हेर्न सक्नुहुन्छ। यताको दृश्य राम्रै छ। पहिला यस्तो रोड थिएन, बालेन सरकार आएर अहिले विकास हुँदैछ भन्न चाहन्छु। बालेन सरलाई सलाम गर्न चाहन्छु। हस्त धन्यवाद।